राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। यो पर्चा हामीले यो हेर्नु होला तपाईहरुले, फर्स्ट नेपाल फर्स्ट नेपाली, यो पर्चा हामीले एक घर एक पर्चा, एक व्यक्ति एक पर्चा, यो चुले निम्तो 15 गतेलाई राजाको नजिक को हुने भनेर। म राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु। राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु है म। ती सबै आउनुपर्छ अब सडकमा। मैले भने त यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगौँ, त्यही दिन राति जम्मैका जग्गा फिर्ता हुन्छन्, जम्मै ब्ल्याक लिस्टबाट पुग्छन्। मैले भारतलाई पनि यही मेसेज दिएको थिएँ, सबैभन्दा ठुलो तस्करको स्रोत, तस्करको इपी सेन्टर भनेकै तेरो देशलाई, तिमीहरूको देशलाई खतरा नेपालबाट छ भनेर मैले पहिल्यै भनिदिएको थिएँ। मानौ यो अभियानलाई त कस्तो सम्झेको रहेछन्, दुर्गा प्रसाद पढे लेखेको छैन, केही बुझ्दैन, उसलाई त जे गर्दा पनि हुन्छ जस्तो गरेर उहाँहरूले कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफै आन्दोलन गर्ने। त्यसको उदाहरण त हिजो हेर्नुहोस्, 25 करोड पैसा त्यहाँ ट्रकमा पक्राउ खायो। त्यो पैसाहरू नेता र सुन तस्करको पैसा हो। त्यो पैसा कसको हो मैले भनिदिनु पर्छ भने मै भनिदिन्छु अहिले। ल के भनेको भन्नु त? त्यो माननीय जो बोल्दै थियो नि, त्यही माननीयले आफ्नो श्रीमतीको छोरी लगेर त्यो धन्दामा राख्नु। You are watching Nepal Express 4K television. हजुर, दल्नेले रङ ढलेको ढलै छ, आस्थाको घर ढलेको ढलै छ। सुकेका छन् मेची र काली यहाँ, सुकेका छन् मेची र काली यहाँ, रगतको बाढी बगेको बगै छ। बल्दैन बत्ती झुप्राहरूमा, अबला छाती जलेको जलै छ। शान्तिका लागि बारुद किनिन्छ यहाँ, बुद्धको घर जलेको जलै छ। आदरणीय संचारकर्मी महानुभावहरू, नागरिक बचाऊ महाअभियानको विभिन्न तह र तब्कामा रहनुहुने अभियन्ता मित्रहरू, सचिवालय सदस्यज्यूहरू, विभागीय समितिका पदाधिकारीज्यूहरू, विभिन्न स्थानबाट हाम्रो यो संग्रामी आन्दोलनमा शरीक भएर नागरिकहरूका घर दैलोमा आफ्ना आवाजहरूलाई, आफ्ना पीडाहरूमा मलमपट्टी लगाउनको लागि निमन्त्रणा बाँड्दै 65औं नागरिक जागरण सभा सम्पन्न गरेर 66औं नागरिक जागरण सभा बृहत घोषणाका साथ आगामी 2080 चैत्र 15 गते काठमाडौँ स्थित 3 कुनेबाट हामी संग्रामी क्रान्तिको, रक्तहीन क्रान्तिको बिकुल फुक्नको लागि यति बेला तपाई संचारकर्मी महानुभावहरू बीचबाट हामी हाम्रा आवाजहरू बुलन्द गर्दैछौँ, हाम्रो अभियानको अवधारणाहरू प्रस्तुत गर्दैछौँ। हिजोसम्म हामीले दूर दराजमा रहेका बैंक, लघुवित्त र सहकारीबाट उजाड पारिएका नागरिकहरूका अभाव, पीडा र छटपटीहरूमा मलमपट्टी लगाउँदै आशा भरोसाको रूपमा स्थापित नागरिक बचाऊ अभियानले ती गरीब सर्वहारा र भूमि मान्छे जो उत्पीडनमा परेका छन् उनीहरूको मुक्तिका आवाजहरूलाई बुलन्द गर्दै यतिखेर अर्जुन दृष्टिका साथ अब संग्रामी क्रान्तिका साथ अगाडि बढ्ने लक्ष्य र उद्देश्य लिएर हामी राजधानी केन्द्रित भएको छौं। हामीले 2079 साल फाल्गुन 1 गतेबाट सुरु गरेको अभियान अहिले छोटो समयमा 42 लाख भन्दा बढी नागरिकहरूको हामी आँखाको नानी र छत्रछायारी भित्र गोलबद्ध हुँदै तपाई संचारकर्मी महानुभावहरूमा आज विशेष पत्रकार सम्मेलनका साथ हामी उपस्थित भएका छौं। अबको युद्ध, अबको क्रान्ति, अबको चेतनाको प्रवाह हामी राजधानीमा रहेर गर्दैछौं र राजधानीमा आगामी चैत्र 15 गते घोषित सभामा शरीक भइदिनको लागि हामी राजधानीवासी बीचमा हाम्रो निमन्त्रणा लिएर 50 लाख भन्दा बढी नागरिकहरू बीचमा पुग्ने हाम्रो लक्ष्य र उद्देश्यका साथ आजबाट हाम्रा अभियन्ताहरू सशस्त्र निमन्त्रणा बाँड्दै 1000 भन्दा बढी निमन्त्रणा बाँड्ने अभियन्ताहरू 50 लाख भन्दा बढी निमन्त्रणा पत्र हातमा बोकेर नागरिकका घर दैलोमा पुग्ने लक्ष्य र उद्देश्यका साथ यो अभियानको प्रारम्भ गर्दैछौं, यो यात्राको श्री गणेश गर्दैछौं र यसको पूर्व सन्ध्यामा हाम्रो अभियानको लक्ष्य, उद्देश्य
अभियानले हालसम्ममा प्राप्त गरेका उपलब्धि लगायतका विशेष आफ्ना आवाजहरूलाई बुलन्द गरिदिनु हुन, विशेष पत्रकार सम्मेलन मार्फत घोषणा गरिदिनु हुन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष श्रद्धेय दुर्गा परसाईज्यूलाई म आजको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गरिदिनु हुन हार्दिक निवेदन गर्दै यहाँहरू माझबाट म माधव कल्पित प्रवक्ताको रूपमा यहाँहरू माझबाट बिदा चाहँदै आदरणीय संयोजक श्रद्धेय दुर्गा परसाईज्यूलाई यस विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गरिदिनु हुन हार्दिक निवेदन गर्दछु। धन्यवाद। जय राष्ट्र, जय नागरिक। सम्पूर्णमा म नमस्कार भन्न चाहन्छु। नमस्ते है सबै साथीहरूलाई। खोइ कोही पनि नमस्ते भन्दैन त के हो यो? यस्तो पनि हुन्छ त? खास गरेर हामीले 79 साल फागुन 1 गते हाम्रा प्यारा राजाको हातबाट मेचीको किनारमा दियो बालेर शान्तिका दूत परेवा, सेता परेवा राजा र मैले सँगै उडाएर हामी शान्ति खोज्नको लागि हामीले नेपाली नागरिकहरू बचाउनुपर्छ। नेपाली नागरिकहरूलाई विदेश जान दिनु हुँदैन। नेपालको व्यापार नेपालीले गर्नुपर्छ। नेपालको पैसा नेपालमै राख्नुपर्छ। नेपाली युवाहरूलाई नेपालमै राख्नुपर्छ। नेपालको पढाइ नेपालमै गर्नुपर्छ र नेपालका हरेक कुराहरू नेपालीले चलाउनुपर्छ। नेपाल हाम्रो हो, नेपाल हाम्रा जिजुहरूले आर्जेको मुलुक हो भन्ने अभिलाषाका साथ हामीले यो अभियान सुरु गर्यौं। आज यो अभियान सुरु गर्दै जाँदाखेरि यो अभियानमा धेरै उतार चढाव आए। मलाई लाग्छ क्रान्ति सुरु गर्दाखेरि पहिला सुरुमा धेरै ठुलो भिड हुन्छ, फेरि क्रान्ति अघि बढ्दै जान्छ अनि अघि साथ दिने साथीहरू कोही आत्मसमर्पण गर्छन्, कोही नयाँ खोजीमा हिँड्छन्, कोही धुकार्दै सराप्दै हिँड्छन्। मानव क्रान्ति एक्लै हुन्छ। जब क्रान्ति उत्सर्गमा पुग्ने बेला हुन्छ ती अघि बाटो बिराएका, आत्मसमर्पण गरेका, आफू नयाँ तरिकाले अरू ठाउँ खोज्दै हिँडेका साथीहरू फेरि फर्किन्छन्। त्यहीँ अबिर किनेर आफै अबिर दलेर अबिर जात्रा मनाउँछन्। ती भने क्रान्तिवीर हुन्। त्यस्तासँग जहिले पनि होसियार हुनुपर्छ हामीले। मलाई ठ्याक्कै त्यही भएको छ। 79 साल फागुन 1 गते मसँग धेरै साथीहरू जोडिनु भएको थियो। धेरै साथीहरू आज मसँग हुनुहुन्न। खै जेसुकै जहाँ भए पनि देश र नागरिकको लागि राम्रो काम गर्नुहोस्, राम्रो सोच्नुहोस्। तपाईँहरूलाई शुभकामना छ। म अहिले त्यति भन्छु। र बीचमा हामीले धेरै राष्ट्रवादी शक्तिहरूसँग जो राजाको लागि मुद्दा उठाएर कोही पुलमुनि बस्दै थिए, कोही माइती घर मण्डलामा अनसन बस्दै थिए, कोही कुटै खाँदै थिए, कोही हिरासत बस्दै थिए राजा र हिन्दू राज्यको लागि भनेर हामीले ती सबैलाई र हिजो राजा र हिन्दूको नारा बोकेर हिँडेका कमल थापा दाई, राजेन्द्र लिङ्गदेन दाईदेखि लिएर सबैलाई हामीले यानि कि धवल शमशेरदेखि रविन्द्र मिश्रसम्म सबैलाई हामीले अनन्य विनय गरौँ। तर उहाँहरू धेरै ठुलो राजनीति गर्नु हुँदो रहेछ, धेरै ठुलो राजनीतिक। मानौ यो अभियानलाई त कस्तो सम्झेको रहेछन्, दुर्गा परसाई पढे लेखेको छैन, केही बुझ्दैन, उसलाई त जे गर्दा पनि हुन्छ जस्तो गरेर उहाँहरूले कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफै आन्दोलन गर्ने। अनि मैले यसो हेरेँ उहाँहरूको जुदाईमा मैले जुन उठाएको छ सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघुवित्तबाट पीडित छ, जो सहकारीबाट पीडित छ, जो ब्याङ्कबाट पीडित छ, होइन, जसका घर जग्गा जमिन लुटिँदैछन्, जसका छोराछोरी आज विदेश गएर रेमिटेन्स पठाउँछन्, त्यो रेमिटेन्स मारवाडीले खान्छन्। त्यसको उदाहरण त हिजो हेर्नुहोस् 25 करोड पैसा त्यहाँ ट्रकमा पक्राउ खायो। त्यो पैसाहरू नेता र सुन तस्करको पैसा हो। त्यो पैसा कसको हो मैले भनिदिनु पर्छ भने मै भनिदिन्छु अहिले। त्यो पैसा भनेको माओवादी निकट होइन खाने एकजना तिब्बतियन मान्छेसँगको पैसा हो। त्यो पैसा के हुन्थ्यो भन्दाखेरि चाइना जान्थ्यो, चाइनाबाट सुन आउँथ्यो, सुन अमेरिका जान्थ्यो, भारत जान्थ्यो। मैले भारतलाई पनि यही मेसेज दिएको थिएँ, सबैभन्दा ठुलो तस्करको स्रोत, तस्करको इपी सेन्टर भनेकै तेरो देशलाई, तिमीहरूको देशलाई खतरा नेपालबाट छ भनेर मैले पहिले भनिदिएको थिएँ। त्यो कुरा हिजो प्रुफ भयो कि भएन? प्रुफ भयो कि भएन? त्यहाँ भयो। त्यसले गर्दाखेरि
भारतीय प्रधानमन्त्री छिमेकी मुख्यमन्त्रीहरूले यो कुरा बुझ्न जरुरी छ। यहाँभन्दा मैले कति भन्ने, यहाँबाट क्रिस्चियनिटी फैल्याउने त्यसको आगो आज मणिपुरमा लागेको छ। मणिपुर छुट्याउन खोज्दैछन्। यहाँ उद्योग धन्दा कल कारखाना बन्द भए, सबै उद्योग धन्दा कल कारखाना नमो उदारवादको नाममा बन्द गरेर 24,000 चर्च बनाइए। यहाँ 24,000 चर्च चाहिँ भने स्कुल चाहिँ बन्द भयो। आज बौद्ध धर्मीहरू कहाँ पुगे? हिन्दू धर्मका मान्छे कहाँ छन्? किराँत धर्म मान्ने मान्छे कहाँ छन्? हेर्नुहोस्, आज राजालाई मेन खेद्नुको कारण के रहेछ भन्दाखेरि देशका आर्थिक स्रोत साधन सरकारी जग्गा जम्मै हडप रहेछ नि। यो पनि देखियो। कर नतिर्ने, अस्तिकै दिनमा त्यहाँ आएको थियो एमालेको उद्योग विभागको मोती दुग्गड भन्ने सिन्चौरी मेसलाको मालिक, ऊ करै नतिर्ने। अब उसलाई कर मिना हुन्छ। कुरा भन्नुभयो के? मारवाडीको यहाँ 70 मिना हुन्छ। मारवाडीको जे पनि काम गर्छन् ती तस्करहरूले, तर हामी नेपालीको लागि यिनले काम गरेनन्। त्यसले गर्दाखेरि म उहाँहरू सबैजनालाई, राष्ट्रवादी शक्तिहरू, म राजेन्द्र दाई, धवल दाईदेखि लिएर कमल थापा दाई, केशरबहादुर विष्ट, त्यो राजावादी सन्तोष, राजावादी मनोज सापकोटा, राजावादी हाम्रो पशुपति खड्का, जति हुनुहुन्छ विष्णु राजावादी, सबैलाई एक ठाउँमा आएर यो हाम्रो चैत 15 गतेदेखि हुने जनविद्रोहको घोषणा सभा र जनविद्रोहलाई, जनताले गर्ने विद्रोह हो यो जनताले विद्रोह गर्ने विद्रोहलाई जनविद्रोह हुन्छ भन्छ। यो विद्रोहमा साथ दिनको लागि आज हामीले यो पर्चा हामीले यो हेर्नु होला तपाईहरुले, फर्स्ट नेपाल फर्स्ट नेपाली, यो पर्चा हामीले एक घर एक पर्चा, एक व्यक्ति एक पर्चा, यो चुले निम्तो 15 गतेलाई। यति गर्दा पनि अब काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर साथै नेपालभरिका नागरिकहरू जो जहाँ छन्, काठमाडौँ आउन सक्ने, आफ्नो पैसा खर्चमा आउने, लड्ने आफ्नो लागि। तपाईहरुको घर जग्गा जीवन जोगाउने हो, मेरो होइन। मैले मेरो लागि गरेको होइन। र यहाँ जुन हिजोदेखि खेल भयो, अस्तिदेखि जुन खेल भयो, एउटा मञ्चन रचियो राजाको नजिक को हुने भनेर। म राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु। राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु है म। र म राजालाई के भन्छु भने, सरकार तपाईं र नागरिकहरूका आँखाबाट आँसु झर्न दिन्न। यदि आँखाबाट आँसु झर्यो भने यी हातले थाप्छ दुर्गा प्रसाईले। यी हात छन् मसँग थाम्ने। तपाईका आँखाबाट आँसु झर्न दिँदैन दुर्गा प्रसाईले, र नागरिकका आँखाबाट आँसु झर्न दिँदैन। किनभने 3 वर्ष यो आन्दोलन लडेर यहाँ ल्याइपुर्याउँदाखेरि मैले धेरै पसिना बगाएको छु, धेरै दुःख गरेको छु। मेरो परिवारदेखि लिएर मेरो सम्पूर्ण सम्पत्तिले दुःख पाएको छ। मेरो अहिले बैंक खाता रोक्का हुँदा पनि म चलेको छु तस्करहरूसँग लड्नको लागि। र म सरकारलाई के भन्छु भने, तपाईलाई लगेर देखाएर रोटी साट्नेहरूसँग तपाईँ होशियार हुनुहोस्। मलाई तपाईलाई देखाएर रोटी साट्नु छैन। मसँग त लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश गएका युवाहरू छटपटेका, विदेशका खाडीमा 7,000 युवाहरू जेलमा छन्। तपाईलाई म एउटा कुरा भन्छु, मेरो लागि ती जनता छन्, ती नागरिक छन् जो पीडित छन्। 4 लाख परिवारको त तपाईको अहिले थाहा छ ब्ल्याक लिस्टमा परेका छन् बैंकको। ती सबै आउनुपर्छ अब सडकमा। मैले भने त यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगौँ, त्यही दिन राति जम्मैका जग्गा फिर्ता हुन्छन्, जम्मै ब्ल्याक लिस्टबाट पुग्छन्। त्यो फुकाउने काम दुर्गा प्रसाईले गर्छ, मैले भनेको छु। त्यसले गर्दाखेरि हामीले शहीद 15 गतेको लागि जनविद्रोह र हामीलाई सरकारलाई म यो च्यालेन्ज गर्छु। फेरि कुरो बुझ्नुभयो कि? फेरि हाँसी गर्नु पर्यो नि। म कसैलाई मुख छाड्दिनँ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। अब हरेक नागरिकले आफ्नो रक्षा गर्न, आफ्नो देशको रक्षा गर्न, आफ्नो धर्म रक्षा गर्न, आफ्नो परिवार रक्षा गर्न। यहाँ हजुरबुवाले
नातिसँग बस्न पाएन, हजुरआमाले नातिसँग बस्न पाएन। हजुरबुवा र हजुरआमाको सम्बन्ध नातिसँग कस्तो हुन्छ? कस्तो हुन्छ? त्यो सम्बन्धलाई विखण्डित बनाइदिएको छ। हजुरबुवा छोरो पनि पठाउँछ, छोरी पनि पठाउँछ, नाति नातिना पनि विदेश पठाउन बाध्य भएको छ। बाध्य बनाउने व्यवस्था भनेकै गणतन्त्र हो। त्यसले गर्दाखेरि गणतन्त्रको अन्त्य गर्नु अति जरुरी छ। हामी झगडा नगरौँ, हामी नबाजौँ। राजेन्द्र दाइलाई अहिले म पनि भन्छु, म अन्तिम पल्ट पनि भन्छु सबै अग्रजहरूलाई, तपाईहरू एक ठाउँमा उभिएर यो हाम्रो अभियान भनेको महाअभियान हो। यो नेपालको झण्डा बोकेको, राष्ट्रिय झण्डा बोकेको, राजा सहितको हिन्दू अधिराज्य स्थापना गर्ने यो अभियान हो। यो अभियान भनेको महाअभियान हो। महाअभियानमा तपाईहरू आएर मिसिन म अनुरोध गर्छु। नभए भोलि पर्सि राजेन्द्र दाइ तपाईहरूलाई पछुतो होला। केपी ओली र प्रचण्डहरूलाई त भइसक्यो, तपाईँलाई पनि भोलि पर्सि जनताले बढार्लान्। म दाजुलाई यही भन्छु यहाँबाट। दाजुलाई अरू कुरो भन्दिनँ। म तपाईँ जस्तो राजनीति गर्न पनि जान्दिनँ। म माननीय पनि होइन, सांसद पनि होइन, प्रधानमन्त्री पनि होइन, मन्त्री पनि होइन। मलाई प्रधानमन्त्री चाहिए पनि होइन। आउनुहोस् यो लडाइँ जितौँ, तपाईँ नै खानुहोस् प्रधानमन्त्री। म बनाइदिउँला तपाईँलाई प्रधानमन्त्री, मलाई चाहिए छैन। नागरिकले दुर्गा प्रसाद तैँले छोड्नु हुँदैन भन्यो भने मेरो घर गएर त्यतिखेर म सोचौँला। नभए मैले प्रधानमन्त्री हुन्छु, सांसद हुन्छु भनेर मैले यत्रो खर्च गरेको होइन। यो कुरा बुझ्नुहोस्। त्यसले गर्दाखेरि मलाई धेरैजना साथीहरूले लोन लिखा, पैसा ब्याङ्कको मिना हुन्छ। मेरो ब्याङ्कको पैसा मिना गर्नु पर्दैन, किनभने मैले धितो राखेर सम्पत्ति लिएको हो, ठगेको होइन। मैले पैसा तिर्न सकिनँ भने मेरो सम्पत्ति लिलाम गरेर ब्याङ्कले लान्छ। यसमा मलाई त्यो जिस्काउनु पर्दैन झोलेहरूले। र केही साथीहरूले राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। त्यसको निधार काट्छु भन्थ्यो कि त्यसले कति काटेको रहेछ, हामीले कहाँ काटेको रहेछ, हाम्रो रेकर्ड खोजोस्। मैले भने त गुन्डाहरूको पनि गुन्डा हो दुर्गा प्रसाई, डनहरूको डन हो दुर्गा प्रसाई, नेताहरूको पनि नेता हो दुर्गा प्रसाई, नेपाली जनताको नि आशाको केन्द्रबिन्दु हो, मोमबत्ती हो दुर्गा प्रसाई। यो कुरा बुझौँ। र मैले राजा र नागरिकको विषयमा भने राजा र नागरिकको आँखाबाट झरेको आँसु दुर्गा प्रसाईले थाप्छ। तपाईँहरू साथ दिने कि नदिने हो? मिडिया साथीहरू दिने हो नि? बोल्नु भएन त साथीहरू। त्यसले गर्दाखेरि सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई एक ठाउँमा उभिएर 15 गतेदेखि हुने जनविद्रोहमा साथ दिनु होला। मलाई फेरि पक्रिन सक्छ नि, मलाई पक्रिन सक्छ। म भाग्दिनँ। म मेरा हजुरबुवालाई पनि भन्छु, मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु, माधव कुमार नेपाललाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि अन्तिमपल्ट भन्दैछु। हिजो गणतन्त्र ल्याउन हामीले तपाईँलाई साथ दियौँ, आज राज संस्था ल्याउन तपाईँ हामीलाई साथ दिनुहोस्। आउनुहोस् मिलेर देश बचाउँ, देश जोगाउँ। तपाईँहरू मारवाडीको हली हुनुभन्दा, खुरुखुरु मारवाडीको निर्णय गर्नुभन्दा हामी नागरिकको निर्णय गर्नुहोस्, राजालाई सिरमा राख्नुहोस्। राजा फ्याँक्नु नै तपाईँहरूको दुर्दशा हो। नभए भोलि तपाईँहरूले भागेर जाने ठाउँै पाउनु हुँदैन। 40 लाख त दिल्लीमा मात्रै 20 लाख नेपाली बस्छन्। तपाईँको त्यहाँ नोइडाकै घरमा जान्छन्। त्यहाँ प्रचण्डलाई भनिदिनु नोइडाकै घरमा जान्छन् हो। दुबईको तपाईँको सम्पत्ति त खाइदियो प्रकाशले लगेको 2600 करोड। कि तपाईँ भागेर अमेरिका जानुभयो भने तपाईँको त मुद्दा हिँड्छ, तपाईँलाई त्यही थुनिहाल्छ। भाग्ने तपाईँ जाने इन्डिया हो, इन्डियामा लेबरले लखेटी मार्छन्। त्यसले गर्दाखेरि म तपाईँहरू सबैलाई बचाउँछु। तपाईँहरूले रक्तपातबिन रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि, त्यसरी तपाईँ जहाँ हिजो सत्ता लिएको थियो त्यहाँ बुझाउनुहोस्। यो तपाईँहरूलाई मौका हो। म त एउटा कुरो के छ भने नि, यो लडाइँ जित्यो भने जिते हस्तिनापुरको राज, मरे चप्परी मुनिको बास हो। म त्यसरी निस्केको मान्छे हो। म मर्न पनि सक्छु, थुनिन पनि सक्छु। तपाईँहरू यो कुरा क्लियर हुनुहोस्।
तर नागरिक बाँच्नुपर्छ, म मर्दाखेरि नागरिक बाँच्नुपर्छ भनेर हिँडेको। मेरो बरु सकियोस् नागरिकको नसकियोस् भनेर हिँडेको मान्छे हो। म बरु जेल बस्छु नागरिकहरू जेल नबसुन् भनेर हिँडेको मान्छे हो। कुरा बुझ्नुभयो? म मेरो स्वार्थको लागि हिँडेको मान्छे होइन। कुरा बुझ्नुभयो कि भएन तपाईँहरूले? त्यसले गर्दाखेरि 15 गते हामीले काठमाडौँ रिङ रोड भित्र त नि कहाँ हिँडेको भन्दाखेरि नि अभियानमा को हो तपाईँ भन्दा दुर्गा प्रसाई, एक नागरिक एक दुर्गा प्रसाई एक नेपाली झन्डा जितिहालियो नि, गणतन्त्र गइगयो नि, गएन होइन? त्यसले गर्दाखेरि यो गणतन्त्रले के गरेन, के मात्रै गरेको छैन। अहिले काङ्ग्रेसले कस्तो कुरो उठायो, कहीँबाट पैसा उठाइन छ, अब बेसियालाई खोलौँ भन्दै थियो। अब विदेशमा लगेर भुटान नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन, नेपाली चेली बेच्दा पनि भएन। अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू। मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो कोइला खेकार चाहिँ थुक्नुपर्ने क्या। के बोलेको त्यस्तो? अब चेलीबेटी त्यो बोल्नेले उसको परिवार ल्याएर राख्नु नि, उसको छोरी राख्नु। त्यो बोल्दै थियो एउटा, यिनै माननीयले गर्नु नि त्यो काम। गर्दा हुन्छ त यिनै माननीयले, होइन? कसका छोरी चेली रहेछन् हो त्यस्तो सस्तो? अनि के खोलेको यिनीहरूले? के भनेको? ल के भनेको भन्नु त? त्यो माननीय जो बोल्दैछ नि त्यही माननीयले आफ्नो श्रीमतीको छोरी लगेर त्यो धन्दामा राख्नु। त्यो भन्दै सम्पूर्ण पत्रकार साथीहरूलाई आजदेखि हाम्रो एक घर एक पर्चा निम्तोको कार्यक्रमलाई सबैजनाले खिचेर सोसियल मिडियामा प्रचार प्रसार गरिदिनु होला। म तपाईँहरू साथीहरूलाई के भन्छु भने युट्युबर साथीहरूलाई, हामीलाई ठुला मिडियाले साथ दिँदैनन्, उल्टो खेल्नु पर्यो भने चाहिँ 12 भाइ लाग्छन्। तर नभेटेर मात्रै हो। म के भन्छु भने यो नेपाल बनाउने अभियान हो, नेपाल जोगाउने अभियान हो, नागरिक जोगाउने अभियान हो। तपाईँहरूले राम्रोसँगले ठाउँ ठाउँमा खिचिदिनुहोस् भन्दै बिदा लिन चाहन्छु। नमस्ते।